उहाँ दिदीले जे बोल्नु भएको छ 100% सही बोल्नु भएको छ। उहाँ दिदीलाई भित्री मनदेखि नै सम्मान गर्न चाहन्छु। के अहिले नेपाली जनता सचेत भएका हुन् त? सरकार जोसुकैको होस्, यदि गलत गरेको छ भने गलत हो भनेर भन्न सक्नुपर्छ। नेपाली जनता पनि सचेत हुनुपर्छ। एकछिन उहाँ दिदीको यो भिडियो हेर्नुस् है। गल्ती गर्ने पार्टीमा हामी बस्न सकिँदैन के। अहिले यही राष्ट्रपाले पनि कुनै काम गल्ती गरे भने हामीले जतिले भोट दिएको छौँ नि हामीले अवेरनेस गर्नुपर्छ। हामी जनताले अवेरनेस गर्यो भने उनीहरूले भ्रष्टाचार गर्न पाउँदैनन् के। आधा काँचा छन् त, जेएनजीहरू छन् हजुर, कोही इन्जिनियर छन्, कोही डक्टर छन्, पढे लेखेका मात्रै छन् नि। किडनी फेलेर बसेका मान्छे छैनन् नि। किन देख्दैनन् त त्यस्ता मान्छेलाई दल गर्ने नेताहरूले भने? आफूलाई त पढाइको आइडियै छैन हजुर। पढेको मान्छेले के गर्छ भन्ने त भिजनै थाहा नभएकोले त विरोध गर्दैन। पढेको मान्छेले के हो भन्ने कुरो पो बल्ल पो थाहा पाउँछ त। त्यो कारणले गर्दा पढेको मान्छे, शिक्षित मान्छे हामीलाई पनि थाहा छैन है। हामीले त एउटा आशाले दिएको भोट हो। उहाँहरूले भोलि हामीहरूलाई निराशा बनाउनु भएन। यसरी हामीले इन्टरभ्यू देख्दा राख्दाखेरि अरू पार्टीको मान्छेले मलाई नै खोप इन्टरभ्यू दिइस्, तेरो पार्टीले यो गर्यो भन्ने अवस्था चाहिँ नआओस् के। यदि यो मेरो भिडियो तपाईहरुलाई मन परेको छ भने यो भिडियोलाई लाइक, कमेन्ट, शेयर अनि यो आइडीलाई फलो गर्न नभुल्नु होला है। फलो गर्नको लागि चाहिँ कन्जुसाइ नगर्नु होला है। आज म हेर्छु यो भिडियोमा कति साथीहरु जोडिनुहुन्छ र कति साथीहरुले माया देखाउनुहुन्छ। ती साथीहरुलाई मैले पनि सपोर्ट ब्याक दिन्छु ल।